के छ हेरौ है त। खुर्सानी यहाँ छ फर्सीको मुन्टा पनि टिप्नु पर्ने भएछ। त्यहाँ छ भेन्टा अनि आँपको रुख पनि छ है। योपालि चाहिँ आँप फलेको छैन कि। यता पनि छ आँप, तर किन हो खै आँप फलेको छैन। यता छ नयाँ भेन्टा भर्खर सरेको। यहाँ पनि छ खुर्सानी। यता रह्यो कागती क्युट फलिरहेको रहेछ करेला। आमै कस्तो खालको करेला, कति पुन्टे ला, यस्तो त मैले देखेकै थिइनँ त। अन्त यो चाहिँ हो साग, यसलाई चाहिँ खुर्सानी साग भन्दो रहेछ। यता छ हाम्रो भिन्डी है, चिप्ले भिन्डी। यता पनि छ है खुर्सानीहरू चाहिँ टन्नै छ। यता छ कर्कलु गाभा, यता पनि छ खुर्सानी अनि त्यहाँ रहेको छ कागती पनि। यो वाला साग चाहिँ अलिकति हार्भेस्ट गर्नु पर्यो भरेको लागि। यति साग चाहिँ टिप्यो मैले आजको लागि। अनि यता छ है यो चाहिँ भिक्स हो यो। खुर्सानीहरू पनि धेरै नै पाकिरहेको रहेछ, त्यसलाई टिपिदिनु पर्यो। के साह्रो मच्छर के एकछिन बस्न सकिँदैन है बारीमा त। फेरि पानी धेरै भएको कारणले हो या किन हो यति धेरै खुर्सानी चाहिँ झरेको के। खुर्सानी र भेन्टाको फर्सीको मुन्टा चाहिँ खुर्सानी साग यति चाहिँ मैले हार्भेस्ट गरिदिएँ त। अनि मच्छरको शिकार पनि बनियो। अर्ग्यानिक धुपै यो चाहिँ, यो बिना त बारीमा जानै सकिँदैन।